दुई लाइन यो साइडमा, दुई लाइन यो साइडमा। प्रकाश भण्डारीज्यू, यदि हजुर यहाँ आउनु भएको छ भने आफ्नो सिट आसन गरिदिनु। मेरो व्यक्तिगत तर्फबाट पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। हामी समक्ष हुनुहुन्छ। धन्यवाद। थ्याङ्क यू सो मच। उहाँलाई खाना र हुनुहुन्छ हरि बिसीज्यू। हरि बिसीज्यू कृपया यसै गरी हार्दिक अनुरोध चाहन्छु हजुरहरूको यसै गरी आफ्नो सिट आसन ग्रहण गरिदिन हार्दिक अनुरोध चाहन्छौँ। दुकान एसियनमा बालका सञ्चालक अथवा उहाँको कोही प्रतिनिधि हुनुहुन्छ भने कृपया स्टेजमा पारिदिन हार्दिक अनुरोध चाहन्छौँ। दुकान एसियनमा भूको महिला उपाध्यक्ष सिट आसन गरिदिनु अनुरोध गरे। सबु भण्डारीज्यू
यस्तै गरी कृषिबाट तथा व्यवसाय गर्छ उहाँले चाहिँ हामीले पहिला पनि उद्घोष प्रकाश भण्डारीज्यू यदि हजुर यहाँ आउनु भएको छ भने आफ्नो सिट आसन गरिदिनु। गिरिजी यदि हजुर यहाँ आउनु भएको छ भने हजुरको सिट आसन ग्रहण गर्न आसन ग्रहण गरिदिन हार्दिक अनुरोध चाहन्छु। खुसी थापा कमलजी धन्यवाद सबैजनालाई। दिवसको अवसरमा मगर समाज माल्टाद्वारा आयोजित भेटघाट तथा विविध सांस्कृतिक कार्यक्रमका अध्यक्ष तथा मगर समाज माल्टाका अध्यक्ष आदरणीय सन्तोष तामाङ मगरज्यू, प्रमुख अतिथि गैर आवासीय नेपाली सङ्घ समन्वय परिषद माल्टाका अध्यक्ष सामाजिक व्यक्तित्व आदरणीय रेम्स कनालज्यू र माल्टा स्थित विभिन्न सङ्घ संस्थालाई प्रतिनिधित्व गरेर पाल्नुभएका विशिष्ट सङ्घ संस्था अतिथिज्यूहरू महरको अध्यक्षतामा हामी 2-4 दाजुभाइ दिदीबहिनी उपस्थित भई जम्मा भई हामी सबै एक भई अगाडि बढ्नुपर्छ भन्ने उद्देश्यले अघि बढिरहँदा तपाईँहरूको माया साथ सपोर्टले गर्दा आजसम्म आउँदा हामीले यति ठुलो माहौल बनाउन हामी सफल भएका छौँ। अभिभावकमा रहिरहेका मन को
प्रमुख अतिथि एनआरएल माल्टाका अध्यक्ष विभिन्न सङ्घ संस्था विभिन्न सामाजिक व्यक्तित्वहरूमा नमस्कार साथै धन्यवाद। यहाँहरू सम्पूर्णले यहाँ उपस्थित भएर मगर समाज कार्यक्रम गरिमा बढाइदिनु भएमा फेरि पनि धन्यवाद दिन चाहन्छु। हाम्रो देशको कला संस्कृतिलाई जोगाउनु भएकोमा मगर समाज माल्टालाई धेरै धेरै धन्यवाद। विभिन्न हाम्रो तमु समाज तामाङ समाज र विभिन्न समाजहरूले हाम्रो देशको संस्कृतिलाई सबैले यहाँ झल्काएर सबैलाई उपस्थित गराएर गाउँमा गर्ने मौका दिनुभएको छ। सदा सर्वदा सबै नेपालीहरूले आएर उपस्थिति गरिमामय उपस्थिति पनि बढाइदिनु भएको छ। मगर दिवसको उपलक्ष्यमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू विभिन्न नेपालीपन झल्काउने कार्यक्रमहरू स्पेसल्ली मगर समाज माल्टालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो नेपाल विभिन्न जात जाति भाषाभाषी
हाम्रो मगर समाजका अध्यक्ष समितिको मगरज्यू लगायत सम्पूर्ण विभिन्न सङ्घ संस्था र समाजबाट पाल्नुहुने आदरणीय व्यक्तित्वज्यूहरू र अवसरमा आयोजित भेटघाट तथा विभिन्न सांस्कृतिक कार्यक्रमका सभाध्यक्ष तथा मौसम माताका अध्यक्ष मेरो प्यारा मित्र सन्तु थापाज्यू लगायत विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका अध्यक्ष तथा प्रतिनिधिज्यूहरू र यस गरिमामयहरूमा पनि रमाइलो अविस्मरणीय बनिने छ। हजुर एकदमै कृतज्ञ छौँ र धेरै धेरै धन्यवाद ज्ञापन पनि गर्न चाहन्छौँ। अब दी
Dance, please, come on. रेमज्यू, त्यस्तै गरी विशिष्ट अतिथि युरोप क्षेत्रीय सचिव भुवन अर्यालज्यू, एनएनएनसी माल्टाका वरिष्ठ उपाध्यक्ष मधु गुरुङज्यू तथा माल्टाबाट पाल्नुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनी, आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्णमा मेरो व्यक्तिगत तर्फ तथा तामाङ समाज माल्टाको तर्फबाट नमस्ते, झोर्ले, सेवारो, टस्देले, लसो, ख्यापुल्ला। र भव्य रूपमा यसरी यहाँहरूको उपस्थिति प्रवासमा रहेर पनि यसरी माहौल तताइरहेको देख्दाखेरि साँच्चीकै एउटा हर्ष, एउटा उल्लास, एउटा जोस, एउटा जाँगर साँच्चीकै सिर्जना हुने गर्दछ। यस्तै गरी हामी समाज
यस कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली संघ राष्ट्रिय समिति प्रथम मार्गका अध्यक्ष आदरणीय व्यक्तित्व समाजको यस्तै देशमा आश्रित पूर्व अध्यक्ष एवं युरोप क्षेत्रीय समिति आदरणीय व्यक्तित्व भवन अभियानको राजनीतिक एवं सामाजिक संस्थाका प्रतिनिधिज्यूहरू, मिडियाकर्मी साथीहरू, पत्रकार मित्रहरू लगायत सम्पूर्ण मार्का तथा गुर्जोबाट पाल्नुहुने र यस ४३औं गणतन्त्र दिवसलाई हर्ष उल्लासपूर्वसँग गराउन पाल्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा मेरो व्यक्तिगत तर्फबाट र जनसम्पर्क समितिको स्वीकार्नुहोस्। जय नेपाल। हामी सदाझै विगतका वर्षहरूमा चाहिँ यस वर्ष पनि आफ्नो कला संस्कृति र रीतिरिवाजलाई विदेशी भूमिमा आएर पनि एउटा हामी विदेशी नागरिकहरूको अगाडि अथवा हामीहरू एउटा तपाईहरुको व्यस्त समयको बावजुद पनि आफ्नो कला संस्कृतिलाई जसरी जगर्ना गर्नको निम्ति तपाईहरुले दिनरात खट्नु भएको छ। म मेरो तर्फबाट तपाईहरुको मुक्त कण्ठबाट प्रशंसा गर्न चाहन्छु र आगामी दिनहरुमा पनि यस्ता खालका कार्यक्रमहरूलाई सफल पार्नको निम्ति मेरो तर्फबाट हरेक तरिकाले साथ र सहयोग हुने पनि प्रतिबद्धता ज्ञापन गर्न चाहन्छु। अन्य कार्यक्रम गर्नुहुन्छ तपाईले हमेशा राम्रोसँग साथ समर्थन दिँदै आउनुभएको थियो। त्यसकारणले पनि म संस्थाको तर्फबाट अहिलेको कार्य समितिको तर्फबाट सम्पूर्णलाई फेरि पनि एकमुष्ट रूपमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। तपाईहरुले पहिनेको यो एउटा गुनियो चोली यसै गरी पुरुष दाजुभाइहरूले चोकेको एउटा सांस्कृतिक पहिरनलाई जसरी यहाँ माल्टामा रहेका पब्लिक ट्रान्सपोर्टमा होस् अथवा माल्टामा रहेका विभिन्न सङ्घ संस्थाहरूले पनि पहिला गरेका तम्बु समाज, राई समाज, यसै गरी तामाङ समाज, विभिन्न समाजले गरेका कार्यक्रमलाई म यहाँबाट फेरि पनि सम्झिन चाहे। उहाँहरूलाई फेरि पनि एकमुष्ट रूपमा धन्यवाद ज्ञापन गर्दै यस मनोरञ्जन कार्यक्रमलाई म तपाईहरुलाई धेरै समय लिन चाहिनँ। फेरि पनि एउटा हामीहरूले दोस्रो पुस्ताका नानीहरूले पनि देखिरहेका छौँ। हामीहरूले देखेको सपनालाई यस स्टेजमा आएर पूरा गरिरहेका छौँ। विशेष गरी सानो नानीहरू, यसै गरी यस मगर समाजका कलाकार साथीहरू सबैजनाले एउटा आफ्नो नृत्य प्रस्तुत गरेर आफ्नो कलाकारितालाई प्रस्तुत गरेर यहाँबाट बिदाइ हुनुभयो। तपाईहरुको उज्जवल कलाकारिता जीवनको लागि पनि म फेरि कामना गर्दै यस कार्यक्रममा सम्पूर्णलाई फेरि स्वागत गर्दै यस कार्यक्रमको भव्य सफलताको शुभकामना व्यक्त गर्दै फेरि पनि मगर दिवसको शुभकामना व्यक्त गर्न चाहन्छु। हस्त धन्यवाद, अभिवादन।
भेटघाट तथा विभिन्न सांस्कृतिक कार्यक्रम का सर्दीय अध्यक्ष मगर संघ माल्टाका सर्दीय अध्यक्ष प्रिय मित्र सन्तु थापाज्यू, मञ्चमा आसीन अतिथिगणहरू, तर अतिथि मैले खेलाउने गर्दाखेरि सायद 2-3 जना मात्र अतिथि हुनुहुन्छ। कार्यक्रमलाई बिचमै राखेर अतिथिहरू भाग्नुभयो, जानुभयो, सायद तल हुनुहुन्छ होला। त्यही भए पनि सबैले आफ्नो ठाउँबाट स्वीकार्नु होला। जनसम्पर्क समिति सल्लाहकार हरिविशीज्यू, गौरावेश नेपाली सङ्घका पदाधिकारीहरू,
सम्मानित यस सभामा माल्टा तथा गोदोबाट उपस्थित हुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू, विभिन्न समुदाय, विभिन्न सङ्गठन, विभिन्न क्लबका प्रतिनिधिहरू सबैलाई एकमुष्ट मेरो तर्फबाट र गौरवसे नेपाली सङ्घको तर्फबाट स्वीकार्नुहोस्। नमस्कार। हामी नेपालको संस्कृति, पहिचान, कला, प्रवर्धन, सम्वर्धन के हो भन्ने कुराहरू मगर समाजले आज देखाएको छ। यस हलमा यसभन्दा पहिला तमु समाज र तामाङ समाजले पनि देखाएको थियो। अब हामीलाई यति ठुलो कि हामी नेपालीहरू कल्चरमा आफ्नो संस्कृति जोगाउनमा हामी यतिसम्म जानेका छौँ भन्ने कुराहरू हामीले भुलेका छैनौँ। प्रदेशमा आएर पनि यो रीतिरिवाज, संस्कृति, परम्परा सबै जोगाएका छौँ। सम्पूर्ण साथीहरूलाई धन्यवाद दिन चाहन्छु। सायद तपाईँहरू आज भुजबेबाट आउँदै होला, भेलेटाबाट आउँदै होला, अथवा सेन्जुरनबाट आउँदै होला। पब्लिक डान्सर्समा तपाईँले लाएको मगर वेशभूषा, तपाईँले लाएको लगायत अन्य युनिफर्मलाई यहाँको मान्छे साथीहरूले, मिडियाहरूले कभरेज गर्नेछन्। यो भनेको ऐतिहासिक हाम्रो लागि गर्वको कुरो हो। अब यो हलमा देखाउने होइन, हामीले कहिले देखाउँछौँ त? नेपाल डे मनाउने अप्रिल 14 माल्टामा रहेका विभिन्न सङ्घ सङ्गठनहरू, विभिन्न समाजहरूले भलेटामा देखाउँछन्। नेपाल डे, नेपाल न्यु इयरमा हामी सबै यसरी नै त्यहाँ मनाउँछौँ। हामी लगभग त्यसको अन्तिम तयारीमा छौँ। लगभग होटल अप्रिल आउँछ होला। त्यसको लागि हामीले त्यहाँ गर्व साथ देखाउन पर्छ। आशा गरौँ। अघि पूर्वका साथीहरूले भन्नुभयो पुस्तान्तरण जोगाउनको लागि विदेशमा आएर हामीले यो प्रोग्राम गरेका छौँ। पक्कै पनि हो। आज तपाईँहरूले जोगाउनु भएन भने भोलि कसले जोगाउने? त्यसको लागि संस्कृति तपाईँहरू जहाँ गए पनि जति नै इमान मान कमाउनुहोस्, तर संस्कृति र आफ्नो नेपालको परम्परा नभुल्नुहोस्। जब भुल्नुहुन्छ तपाईँको पुर्खाहरूले तपाईँलाई श्राप छ। म धेरै बोल्न चाहेन। कार्यक्रमको माहौल एकदम राम्रो छ, गीत गुन्जिएका छन्। यसभन्दा पछाडि विभिन्न कार्यक्रमहरू भएको हुनाले मगर समाजले आज यसरी कार्यक्रम गरेको हुँदाखेरि एकदमै खुसी भएको छु। गौरवसे नेपाली सङ्घ तपाईँहरूलाई चाहिँ जुनसुकै बेला पनि सहयोग गर्न तयार छ। हामी प्रतिबद्धता गर्न चाहन्छौँ। तपाईँलाई कस्तो किसिमको सहयोग गर्न चाहनुहुन्छ? मगर समाजबाट मात्रै नभएर यहाँ रहेका सम्पूर्ण नेपाली समुदायहरूले चाहिँ गौरवसे नेपाली सङ्घको उति नै साथ सहयोग छ। म धेरै बोल्न चाहेन। फेरि पनि अब हामी जाने अप्रिल 14 भेलेटामा भेट्ने बाचा गर्दै यहाँबाट तपाईँहरूसँग चाहिँ बिदा हुन चाहन्छु। धन्यवाद। जय देश, जय नारायण, जय नेपाल। पक्कै पनि धन्यवाद। नृत्य प्रस्तुत गर्न
अत्यन्त जोरदार प्रस्तुति हजुरहरूमा सुम्पिएर गइसक्नु भएको छ। म ढिला नगरिकन फेरि अर्को प्रस्तुति हजुर
धन्यवाद
खदिजा अनि बहिनी भूमिका गिरी बुढाथुकी लगायत एनआरएलए माताका अध्यक्ष आदरणीय दाई हेमलाल खनालज्यू लगायत आदरणीय अग्रजहरू माननीय अतिथिगण तथा प्रिय दाजु भाइ दिदीबहिनी 43औं राष्ट्रिय मगर एकता दिवसको यस भव्य समारोहमा तपाईँहरू सबैको सहभागिता अत्यन्त सराहनीय रह्यो। हाम्रो एकता संस्कृतिको जगेर्ना र सामुदायिक विकासको लागि गरिएको यो प्रयास वास्तवमै प्रेरणादायी छ। आज यहाँ भएका सांस्कृतिक प्रस्तुति विचार विमर्श र भाइचारको यो आत्मीय वातावरणले हाम्रो मगर समुदायको पहिचान अनुजार गरेको छ। हाम्रो भाषा वेशभूषा परम्परा र ऐतिहासिक गौरवलाई संरक्षण गर्दै अगाडि बढ्ने हाम्रो यात्रामा सबैको साथ आवश्यक छ। यस सफल कार्यक्रमका लागि आयोजक समिति सम्पूर्ण सहभागीहरू कलाकारहरू तथा सहयोगी हातहरूलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। आउँदो दिनहरूमा पनि यसरी नै हाम्रो एकता बलियो बनाउने नयाँ उपलब्धिहरू हासिल गर्ने गरी पनि बढ्न सकौँ भन्ने कामना गर्दछु। जय मगर, धन्यवाद। कार्यक्रम आशा राख्छु हजुरहरू इन्जोय गर्नु